हेलो माय यूट्यूब फैमिली। आज मैं बनाउन जाँदैछु घरमै फ्रेंच फ्राइज। 3टा मीडियम साइज को आलू लिएकी छु। यसलाई छिलेर धोएर म काट्दैछु। देख्न सक्नुहुन्छ आलू धोएर काटिसकेको छु। साइडमा यसरी काट्नुपर्छ आलूलाई। फर्स्ट काटे पछाडि यसलाई फ्रेंच फ्राइज को जस्तो शेप दिनुपर्छ। देख्न सक्नुहुन्छ यसरी यस्तो शेप दिएर काट्नुपर्छ। देख्न सक्नुहुन्छ मेरो आलू पनि काटिसकेर रेडी भइसकेको छ। यतातिर बसाएको छु गरम पानी। यहाँनिर गरम पानी हुँदैछ है। गरम पानीमा एकछिन गरम पानी उम्लिसकेपछि थोरै नमक हालेर यसलाई थोरै हल्का बोइल गर्नुपर्छ। बेसी पाक्न दियो भने फेरि फ्रेंच फ्राइज राम्रो हुँदैन। हल्का यसलाई हाफ बोइल गर्नुपर्छ। यसलाई म बोइल गर्न जाँदैछु। देख्न सक्नुहुन्छ मेरो पानी पनि तातिसकेको छ। अब यसमा काटेर राखेको यो आलू थियो त्यो हालिदिन्छु म। हालेर यसलाई हल्का बोइल गर्नुपर्छ। यसलाई हल्का बोइल गर्छु म। देख्न सक्नुहुन्छ मेरो आलू पनि बोइल भइसकेको छ यहाँ है। हल्का सा बोइल गर्नुपर्छ यसलाई। बेसी बोइल फेरि बेसी पाक्यो भने फेरि फ्रेंच फ्राइज राम्रो हुँदैन। हल्का सा बोइल गर्नुपर्छ। देख्न सक्नुहुन्छ यसलाई एकछिन पानी सुक्नको लागि छोड्यो भने राम्रो हुन्छ। तर म चाहिँ तुरन्त बनाउँदैछु। तुरन्त बनाउन जाँदैछु म चाहिँ। त्यो पानी चाहिँ मैले सुकाउन पाइनँ। पानी चाहिँ के कपडाले पोछेर बनाउन सक्नुहुन्छ। अब चाहिँ म कर्नफ्लोर हालेर त्यो जुन काटेर राखेको बोइल गरेको आलुमा कर्नफ्लोर हालेर यसको कोटिङ गर्दैछु। कर्नफ्लोर हालेर देख्न सक्नुहुन्छ मैले कर्नफ्लोर हालेर मिक्स गरिसकेको छु यहाँ। यसमा निमक सिमक हाल्ने जरुरी छैन किनकि अघि बोइल गर्दाखेरि निमक सिमक हालेको छ। यसमा खाली कर्नफ्लोर हालेर यसलाई फ्राई गर्नुपर्छ। अब म यसलाई फ्राई गर्न जाँदैछु। देख्न सक्नुहुन्छ मेरो यो कराईमा तेल पनि गरम भइसकेको छ। अब यसमा म हाल्न जाँदैछु फ्रेंच फ्राइज। अब यसलाई फ्राई गर्दैछु। देख्न सक्नुहुन्छ यहाँ गोल्डन कलरको भइसकेको छ। अब यतिको भइसकेपछि यसलाई निकाल्नुपर्छ। यतिको भएपछि अब यसलाई निकाल्छु म। देख्न सक्नुहुन्छ मेरो फ्रेंच फ्राइज पनि बनिएर रेडी भइसकेको छ। अब तपाईलाई स्पाइसी खाना मन छ भने यसमा त हजुरले अलिकति चाट मसला, त्यसको पछि खोर्सानीको धुलो हालेर कश्मीरी लाल मिर्च हालेर यसलाई खाना पनि सक्नुहुन्छ। म चाहिँ केटाकेटीको लागि बनाउँदैछु। त्यसको लागि स्पाइसी बनाउँदिनँ, केही हाल्दिनँ। यति सिम्पलै बनाउँछु। तपाईलाई मेरो फ्रेंच फ्राइज को रेसिपी कस्तो के लाग्यो प्लिज भनिदिनु होला मन परेछ भने।